आशिष राई पेजमा भनेर अब चाहिँ लागेको यहाँबाट चाहिँ म आजको वेदर देख्न सक्ने यति दामी रहेछ आजको वेदर ए हजुर बुधबार चाहिँ बनाउनु पर्यो म अनि आजको वेदरहरू देख्न सक्नुहुन्छ अनि हल्का ए देख्ने रहेछ हजुर अलिक न्यू मोडल हो त्यो कतिमा किनेको नि 30,000 30,000 मा पाएको नि है ज्याकेट दामी नै पाउँछ म त पाउँदिन त यस्तो ज्याकेटहरु त हजुर ज्याकेटहरु नि यो अलिक महँगो रहेछ सी हिजो मैले 350 मा किने कि यो त 600 भने त्यस्तो सुताको हुन्छ झुन्डाको हुन्छ चाहिँ झुन्डाको ब्रेकहरु चाहिँ राम्रो लाग्छ यसको हजुर ब्रेक फेरि ल्याएर जान्छ फेरि छैन होला यसको ब्याट्री हेर्नुहुन्छ ब्याट्री नि त्यो राम्रै जोइनिङ भएको छ जस्तो लाग्यो हजुर ल बिस्तारै जानु ल साइरस भाइ लागे राख ल हेलो भन्देऊ यहाँ हेलो भन्देऊ यहाँ भिडियोमा यहाँ भिडियो हुँदैछ है छिटो साइरस भाइले हेलो भनेन हुन्छ जानु ल यहाँबाट लागेको अवस्था घरपट्टि ए भइहाल्छ ओ अप्पो भयो त स्कुटी त बाटो चाहिँ अप्ठ्यारो छ गाइस हेर्नु सक्नुहुन्छ स्कुटीको अलिक आवाज आइरहेको छ हेर्नु जानुहोस् तपाईँ आजको भ्लग कस्तो हुन्छ है आज म मोटर भ्लग गर्नु आएको छु यहाँ गर्दैछु गाउँको बाटो यस्तो छ है अगाडिको हेडलाइटको अलिक आवाज आउँदैछ ब्याट्री पनि यसको बसिरहेको छ यो चाहिँ मेरो गाउँको बाटो है राला गाउँको यो चाहिँ खामदुङ जाने बाटो यहाँबाट चाहिँ टक्कै माथि खामदुङ पुग्छ खामदुङ गान्तोक पनि पुग्छ पातोक पनि पुग्छ यही बाटो यो पहिला खतरा थियो अहिले चाहिँ अलिक राम्रो भयो हैट टुट्टो न स्कुटी त टुट्टो यसो स्कुटी अन्त यसको माइलेज चाहिँ हल्दै हुँदो रहेछ आम्मा रुटो स्कुटी रुटो यो रबडो कहिले निस्किसक्ने गाइस अझै 2 टन जस्तो हुन्छ सायद आम्मा कस्तो आवाज आउँदैछ अगाडिको बुधबार चाहिँ बनाउनु पर्छ देखाउनु पर्नेछ अगाडि टाइपको पुरा आवाज आउँदैछ भोकले होला है ल्याएको तिम्रो मेरो उद्धारकर्ता यसो संसारमा आउनुभयो सिसिरियमको झाडुमा डिसेम्बरको ढुट्टो मार्छ होला अर्काले साथीको स्कुटी ल्याएको मार्छ मलाई देख्न सक्नुहुन्छ यस भाइ ल भाइ बल्ल मेलोडी शान्ति हुन्छ संसार मुक्तिदाताको जन्मले गाउँदेखि सहरसम्मै आनन्दको लहर छायो है गाउँदेखि सहरसम्म